पेटाङबाट हिँड्यौँ हामी। दमक आयौँ। यो चाहिँ दमकको गोर्खा डिपार्टमेन्ट स्टोर हो होइन। चाहिँ अब लाग्यौँ माथिबाट र लाग्यौँ माथि सिङ्गाको जाने बाटोतर्फ दमकबाट। हामी चाहिँ लाग्यौँ रवितिर अब होइन। ए रवि भन्दै रहेछु सिङ्लाकोतिर होइन। यो मेरो भाइलाई थाहा रहेन रहेछ बाटो होइन। हामी चाहिँ त्यो गाडीको पछि जाँदैछौँ। अब हामी यो गाडी जाँदा जाँदा जान्छ हामी त्यतै जान्छौँ। यसले त आज मलाई सिङ्लाको पुऱ्याउँदैन जस्तो चाहिँ यसो सम्झिँदैछु म। कस्तो दामी होटल हौ, 5 स्टार होटल। त्यस्तो छ बाटो चाहिँ होइन। खम्दाङ र खुम्दुङ आज मलाई कति घन्टामा पुऱ्याउँछ थाहा छैन। यसरी जाँदैछौँ बिचमा तर आधी बाटो प्लिज आधी बाटो उयो ड्राइभर बिचको जिन्दगी दामी रहेछ नि त। यस्तो रहेछ गाडी तपाईँ यताबाट छुट्टिने अलिक हामी यता अर्कै रहेछ। हामी यताबाट रवि जान्छौँ। रवि अरे सिङ्गाको घुट्ना चढी चढी आउँदो रहेछ मान्छेहरू होइन। बाटो चाहिँ यस्तो रहेछ आधीमा चाहिँ। अनि हामीलाई यस्तै ठुलो खुवाउँदै पारस्दै उठाल्दै पछार्दै लाँदैछ अगाडि गाडी ठुलो खुवाउँदै जाँदैछ हामीलाई। बिस्तारै लैजाए डर लाग्छ। यस्तो रहेछ बाटो चाहिँ होइन। मन डर पारेर हिँड्नुपर्छ गाइड होइन। यस्तो पाहाडतिर बाइकमा हिँड्नु चाहिँ यस्तो भारी बोकेर पछाडि बसेर धुलो खाँदै खाँदै गाइडहरू अहिले माएर मेरो चाकु दुख्छ अरू भन्दा मेरो चस्माको हालत धुलै धुलो के खाएको मोटी दामी छ। दिदीले चाहिँ यहाँ अब चाउचाउ बनाइदियो हुन्छ मलाई। गाइस मेरो अनि खाजा आएको छ। दिदीले दामी 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 खाजा बनाइदिनु भएको छ। ए हेर न चाख्नेहरू घाँसी देखेर दामी लागिसक्यो मलाई। छिटो खा बल होला नि। हामी चाहिँ चाउमिन खान्छु ल गाइस। बाई बाई। मलाई आज सिङ्गाको पुऱ्याउँदैन। हिँडाएर यस्तो झोला बोकाएर यस्तो जिन्दगी छ। यसरी हिँड्नु परेछ। अहिले मलाई यत्रो भारी बोकाएर यहाँ हिँडाउँदैछु। यो बाइक काम नलाग्ने बाइक मलाई यहाँ हिँडाएर म लड्न आँटिसक्यो। यहाँ कसले हिँडेर अघि जाँदा धेरै बाटो भयो भने यसरी दुःख पाउँछ जस्तो कि पारासीले पाउँदैछ। ले न ले बिस्तारी एक्सर्साइज हुन्छ क्या घर चाहिँ अलिक केजी भए पनि। जोर से लगा वहीं से। लडो 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 लडो। हामी चतुरी आयौँ बल्ल बल्लले।
आयो अब माथि उकालो रोड दामी नि लाग्छ उकालो ठाडो उकालो आयो यस्तो पिस पनि फर्स्ट टाइम देख्दैछु म मेरो हर्सेसँग लाउने होला आधी बाटो आयौँ हामी चाहिँ होइन अलमोस्ट पुग्नु पनि आँट्यौँ तर अब यस्तो बाटो कति न कति हामी आमाको घर आइपुग्यौँ आइन्दा आमाको घर दामी छ यो ठाउँ चाहिँ होइन तर राति चाहिँ म बिरानो लाग्ने रहेछ मलाई फुपूहरूकोमा आयौँ हामी यहाँ फुपूहरूको घर सिङ्लागु इलाम पर्छ होइन यसको यो चाहिँ खेतबारी छ धान मलाई ल्याउने मेरो ड्राइभर यहाँ बस्नु भएको चानाले फरिरहेको छ यहाँ मक्ख परेर बस्नु त हेलो गुड मर्निङ हामी चाहिँ अब मन्दिर लाग्दै गरेको होइन उसले मलाई उकालोमा चाहिँ खालि उभिन आउँछ नि चुरोले त्यहाँदेखि बल्ल बल्ल यहाँ हामी चाहिँ अब मन्दिरतर्फ लाग्दैछौँ यो यसले गर्दा आज यहाँ दुःख पाएको छु ini namin panito sih. हामी चाहिँ माङमालुङ हिँड्या है गाइस गाह्रो छ हिँड्नु उकालो छ होइन अब भरे पुगेर भिडियो गर्छु देखाउँछु है त हजुरहरूलाई कस्तो भयो यात्रा आयो गाडी अब हिँडेको मान्छे गाडीमा स्टिमसँग चटपटे झन्डै ट्याक्सीले गर्दा हिँड्नु परेन
त पास नै तिम्रो बाहिर त bukan uyo buka dari sini ini teh buka barang sini mana itu bisa bayar kamu mulai satu mana ini dapat sudah sekolah siapa udah hoi ya buka lu buka benar yang di sini terus ini sini kamu dapat sana ini buka ini sini kamu pada kita dapat segitu. हामी फाइनली यहाँको ढुङ्गा हल्लाउनेमा आइपुग्यौँ मङमालुङको मेन यही हो भन्ने ठाउँ यसमा चाहिँ मानिँदो रहेछ खै हल्ने जस्तो लागेन हल्लियो हल्लिँदो रहेछ स्ट्रङ्गेस्ट हुनु अब यहाँ होला नि त नजानु धानु धानु नजानु हल्यो त ए धारो 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 चाहिँ मङमालुङको ढुङ्गा कान्छी औलाले हल्लाउँदा हल्लिने ढुङ्गा देउता है हामी चाहिँ फर्केको अब तल 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 अझ हल्का लुगा मार्गी लागिरहेको छ हामी चाहिँ त्यहाँबाट चढेर त माथि 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 त्यहाँ आएको है यसलाई चाहिँ मङमालुङ भन्छ अब हामी फर्किँदै गऱ्यो हामी चाहिँ बुधबारै लागौँ वे टु बुधबारे आजको यात्रा खै हामी चाहिँ पञ्चमी बजार आइयो पहिला हाम्रो मम्मीहरूले बजार भर्ने बजार लगाउने बजार यही हो पञ्चमी बजार यहाँदेखि हाम्रो माउला तलबाट जान्छ ए मलाई यो बजार याद आयो मलाई यहाँ अम्बक बेच्थ्यो त्यो अम्बक
गाइस यसले पकाएको सब्जी अब यहाँ यसले मासु पकाएको साग पकाएको यसले बोइल गाउन बोइल मिठो छ कस्तो यसले यो पहिलाको स्टाइल हो पुरानो स्टाइल मसला तिमीले नदे गाह्रो छ नि गाउँघरमा अलि राम्रो राम्रो खाने गरी काट्ने के खोइ घाँस ओ त ल्याएको यति हो यसले घाँस ल्याएको अरे ल बाई बाई बारहरू जान बाई हामी चाहिँ हङसालीतिर अब यो आधा घाँस खाली बस्छ फाक सत गोडा फाक सत हेलो बाल कल्याण होइन म मात्रै हो के कल्याण टिचर दल मात्रै हो अनि उता इनाको के कल्याण अरे स्कुल यहाँ हाम्रो नयाँ टिचरको एडमिसन यहाँ छु लेख्नु लाइन तान्नु जुले तान्नु ढिला नगर है उयोमा त नलगा नि यता यता यो साथीका मिसै यहाँ अब के हो बच्चाइ बच्चाइ हो अब यहाँबाट यहाँ लाइन तान्नु अनि म चाहिँ हल्ला अब यहाँबाट यहाँ लाइन हामी चाहिँ यहाँ अम्बक टिप्नु आएको गाइस होइन अम्बक फलिरहेछ पार्टी बोकेर आइरहेछ जुना टिप्नु गयो क्या कता गयो ल है गाइस यो चाहिँ म जन्मेको घर अरे होइन घर त के हो नि यस्तो बाटो पनि छैन त अहिले त पहिला त थियो त हो नि आमा यो चाहिँ हाम्रो पुस्तेनी घर हो होइन ऊ त्यो चाहिँ किचन ओइ ओइ कुसमा किचन त केही छैन त यो त नि यो चाहिँ किचन हुने गर्थ्यो पहिल्यै जमानामा यहाँनिर धारा थियो त्यो पनि रहेन गाइस अहिले चाहिँ होइन यहाँ चाहिँ फ्यामिली मुलाहरू रोपेको रहेछ ओइ अनि यहाँ त पुरै उता पो रोपेको छ कति ठाउँमा बनाउँछस् त कतिवटा बनाउँछस् भन्दा भोटे डाँडादेखि त्यहाँ त नजिकै हो नि लोकल यो चाहिँ होइन धनियाँको अचार खाने अब मोमो बनाएर खाने यो चाहिँ कुसमा दिदी हो पार न अरे टोइलेट कति कुद्ने भयो मान्छेहरू त्यो आफ्नो खुट्टाले अझै नहाले त्यत्रो मर्छस् त भनेको छु वासी लिएर मार्ने भएको सेफले बनाएको मोमोज खै छ्यामा यसले कति पिरो बनायो नि आम्मा यसले के भएको ल यस्तो भन्दा मोमो छ मोमो एउटा हाँस्छौँ अब यिनीहरू त छ्यामा कोही कस्तो मोमो भन्नु काली यिनीहरू त यता हाँसेर
ल आयो ल यो चाहिँ हाँसको मासु रेडी हुँदैछ नाटक हेर न नाटक काहीँ नभएको कहिले नदेखेको कहिले नपकाएको जत्तिकै भिडियो बनाउनु पर्ने नोटङ्की आम्मामामामा भातको मासु पाक्दैछ होला नाटक पारेको हेर न नाटक चाहिँ हाँसको मासु पाक्दैछ काहीँ नभएको नोटङ्की होइन आम्मामा नोटङ्की पारि हाल्छ त आम्मामामा पधाइदिन्छु अनि